आज चाहिँ हाम्रो भाइटिकाको दिन चाहिँ हामी देउसी भैलो खेल्दैछौँ हाम्रो गुम्बामा हो कि साथीहरू हल्का चिच्याएर भन् न हो भन् यति चिचाउनु पर्छ किनकि हामी आज देउसी भैलो खेल्छौँ त्यसको लागि यति चाहिँ चिचाउनु हुनुपर्छ त्यो भएर आज हामी कतिसम्म कमाउने विचारमा छ भन्नु तिमीले गेस गरेर 1 लाख किन आज हाम्रो यहाँ प्रिपरेसन हुँदैछ देउसी भैलोको त्यही हो ओके कुन छ त्यो भएर अब हामी प्र्याक्टिस गर्छौँ अनि त्यसपछि हामीले जो जाँगर चाहिँ हामीले बेलुकाको 6 बजेपछि हामीले देखाउनु पर्ने हुन्छ अब हाम्रो क्याफेको अगाडि हो धेरै नचिन्छ मलाई यहाँ नाम आउने त सब हुन्छ त्यो भएर अब यहाँ सबै प्र्याक्टिस चल्दैछ हाम्रो यहाँ गाइज सबैजना कतिको रेडी हो कति रेडी छौ तिमी आज कतिको एनर्जी साथ नाच्ने भनेर विचारमा छौ एकदमै मेरो त भित्रदेखि डान्स मोडल हजुर दाइ दादुहरु के छ ठीक छ दाइ तपाईलाई कतिको रेडी हो आज आज त खतरै रेडी कसम भाग्दै रहेछ सो रेडी हुनु सबैजना डान्स टिचर रेडी सर रेडी हुने न रेडी हुने न यात्रै रहेछ यहाँ मान्छे रहेछ सबजना रेडी भाइ रेडी होइन आज लगभग 1-2 लाख देख्यो बिचारै त्यो धेरै होइन लगभग 1-2 लाख मात्र कमाउने विचारमा हो क्या हामी चाहिँ 1-2 लाख 2 लाख चाहिँ हुन्छ अब 1 लाख चाहिँ बेसी नै हुन्छ कि हेरौँ अब बेलुका म कति कमाउँछ देखाउने होला सोध्दैन आज कसरी सुरु गर्छौँ र के गर्छौँ त्यो त हामी देखाउने होला छौँ त्यही हो अब यहाँ बस्दा धेरै भइसक्यो साथी दसैँदेखि आएको तिहार पनि सकिसक्यो अझै यहीँ छु हामी के गर्नु त्यो भएर चाहिँ अब हामी चाहिँ अब आज देउसी भैलो खेल्ने भन्ने विचारमा हो हाम्रो यहाँ ठुल्ठुलो गुरुहरू हुनुहुन्छ अनि त्यो भएर अब त्यही हो अब हामीले सब रेडी भइसक्यो अनि त्यही अब ड्रेस सब रेडी भइसक्यो अनि हामी सबैजना डान्स प्र्याक्टिस गर्छ अनि मेरो साथ चाहिँ भट्टाउनेवाला छौँ त्यही हो गाइज अब ठिक अब बेलुकातिर भेटौँ किनभने चाहिँ हामी प्रिपरेसन गरौँ त्यसपछि रेडी भइसक्यो अब चाहिँ सुरु भइसक्यो यहाँ देउसी भैलो गयो बस सबैजना भाइ म सैथुङ बजाउँछु तिमीहरू अब सैथुङमा गाउँ ल पहिला म एकचोटि कनेक्ट गर्छु अनि तिमीहरू गीत गाऊ सैथुङमा गाउँ त्यो हाम्रो रेडी भइसक्यो अब रेडी भइसक्यो हामी चाहिँ अब जानुपर्ने हुन्छ फर्स्ट हाम्रो रिम्बोसेकोबाट सुरु हुन्छ हाम्रो चाहिँ त्यो अब चाहिँ सिधै अब बाटोमा गएर बसेको हाम्रो गुरुको ध्यान गरेर फेरि म चाहिँ पुरै ग्रुम ड्रेसमा छ सेटअप
हाम्रो बहिनीहरूलाई डान्सको लागि आइदिनु अनुरोध गर्दछु त्यही हो गाइस अब फाइनली अब सकिसक्यो हाम्रो चाहिँ होइन गाइस होइन हाम्रो अब कमाउने भनेको त्यस्तै हो होइन टार्गेट अनुसार कमाइन्छ त्यही हो अब सकिसक्यो आज चाहिँ अनि त्यही हो अब एकदम आज थाकेर चाहिँ हामीले अब सुत्ने भनेर अब एकदम चुप बस्यो 11 बजिसक्यो अनि त्यही भएर चाहिँ अब आज चाहिँ सुत्ने अनि यो पैसा चाहिँ अब भोलि नै गर्ने भन्ने विचारमा हो अब अहिले हल्का थोरै पैसा हाम्रो हातमा थियो थोरै थियो त्यो गर्दाखेरि त अब 43,000 कटिसक्यो अरे साथीहरू अब चाहिँ 1 लाखको चुप बसेको चाहिँ कुरा छ अब त्यही हो अब म भोलि बिहान उठ्छु भनेर मतलब जस्ट भोलि मर्निङ टाइममा चाहिँ अब हिसाब गरेर भन्छु त्यही हो कस्तो भयो तपाईँको आज कस्तो भयो भन्नु त साथीहरू भाइहरू कस्तो भयो त्यही अब राम्रो भएको थियो त्यही अब सब भिडियो खिच्न चाहिँ भएन किनभने चाहिँ अब हुन्छ नि त त्यही अब गीतहरू डान्सहरू यताउति गर्दा चाहिँ अब होइन त्यही हो गाइस अब हाम्रो चाहिँ यस्तै हो अब मतलब पैसाहरू यताउति गरौँ भनेको चाहिँ तर हल्का हाम्रो यताउति अर्केका पैसाहरू अर्के भन्नाले अब उता हाम्रो रिमोट उता राखेको छ हामीले पैसाहरूको अरू चाहिँ त्यो भएर चाहिँ हामीले हिसाब चाहिँ अब भोलितिर गर्ने भनेर त्यही हो जस यसमा धेरै कमाइ भनौँ न 1,50,60,000 त त्यति भएको छ चाहिँ होस् कमेन्ट गर्नु तपाईँहरूले यति कसरी कमाउनु भएको छ भने चाहिँ कमेन्ट गर्नुहोस् तपाईँहरू त्यही हो अब हाम्रो चाहिँ यसपालि चाहिँ पहिला हामी जस्तो 56 त कट्थ्यो यसपालि चाहिँ हाम्रो यहाँ धेरै अब ग्रुपहरू हुन्छ नि त पैसाहरू त्यो भएर चाहिँ अब कमायो भनौँ न त्यही हो अब सिधै अब भोलि बिहान हेर्छु किनभने चाहिँ हिसाब र पिसाब भनेको क्लियर हुनुपर्छ त्यो भएर क्लियर भएको छैन त्यो अब क्लियर गर्नलाई बाँकी छ त्यो गाइज बाई सी यु नेक्स्ट भिडियो बाई त्यो गाइज चाहिँ नेक्स्ट डे हो किनभने चाहिँ अब 1-2 दिन चाहिँ हामीले के अरे नेक्स्ट डे होइन 2-3 दिन भइसक्यो अब ठ्याक्क भोलि बोल्नु पाएन किनभने चाहिँ हाम्रो यहाँ प्रोग्रामहरू यताउति धेरै भइरहेको छ नि त त्यो भएर अनि त्यही हो देउसी भैलोको पैसा हामीले गर्ने यताउति गरेर 2,11,000 ठ्याक्कै 2,11,000 जति भएको थियो त्यहाँदेखि हामीले चाहिँ बाह्र यताउति गरेर अनि ठ्याक्क अहिले 5-6,000 हातमा पऱ्यो त्यही हो गाइज त्यही हो अब त्यो नेक्स्ट भिडियो लाइक गाइज अनि हामी जब घर जान्छौँ त्यो दिन पनि हामी ब्लग बनाउनुवाला छौँ त्यो भएर बाई गाइज यो नेक्स्ट भिडियो बाई अनि थ्याङ्क्स फर वाचिङ बाई